हेलो साथीहरु, फेरि पनि स्वागत छ तपाईलाई मेरो अर्को ब्लगमा। र आज चाहिँ म तपाईलाई देखाउने छु कि म के गर्छु। बिहान उठेँ, बिहान उठेर तातो पानीहरु पिएँ अनि मेरो नानी चाहिँ म सँगसँगै उठ्छ अनि आफ्नो लीला देखाउन सुरु गरिहाल्नुहुन्छ। उठ्ने बित्तिकै उसको सुरु भइहाल्छ। अन्त चाहिँ म गएँ रुमतिर। रुमहरु यसो अब मुसुरीहरु उठाउनु मिलाउनु हैन। अब रुमहरु सनाकसिनिक पारे हुनु त अब यो 2-3 मिनेटको भिडियोमा हामी के चाहिँ देखाउन सकिन्छ र जति क्याप्चर हुन्छ त्यति देखाउन सकिन्छ हैन। यो अनि रुमहरु मिलाए अनि चाहिँ अब मेरो यो सोकेस यसलाई के भन्छ ड्रेसिङ ऐना पनि अलिकति मेसी भइरहेको थियो, यो पनि मिलाइदिन्छ। आज भने मजाले डिप क्लिनहरु गरे। अन्त अब डिप क्लिनहरु मजाले गरिसकेर मिलाइ मेरो सामानहरु मजाले राखे। अन्त यसमा पनि मेरो नानी कतिपल्ट आइसकेको थियो। मैले अब उलाई नआउ भन्दै कतिपल्ट आइसक्यो। अन्त के गर्दा गर्दै मेरो हात चाहिँ कति बेला काटिसकेछ मैले थाहै नपाएको है। अन्त त्यहाँबाट मैले टी खाएँ अनि मेरो कृष्णजीको आफ्नो लीला छ उनको। अन्त चाहिँ म गएँ नुहाएर नुहाइधुवाइ गरेँ अनि यसो राज्य सिर्ता गरेर आएर चाहिँ म किचनमा गएँ। मम्मीले आज चाहिँ अलरेडी बिहान दाल पकाइसक्नु भएको रहेछ, उसिनी दिइसक्नु भएको रहेछ, भात पनि रेडी गरिदिनु भएको रहेछ, बोडीको सब्जी पनि पकाइदिनु भएको रहेछ, खाली साग राख्नु भएको रहेछ मेरो लागि चाहिँ। त्यो चाहिँ मैले मजाले पकाएँ। अनि दाल चाहिँ तपाईको मम्मीले कुबिन्डो हालेर उसिनिदिनु भएछ, यो बोडीको सब्जी अनि यो भात। अन्त चाहिँ मैले दाल मजाले लसुन र प्याज हालेर झोका लगाएँ, तड्का लगाएँ, मजाले झाने। अन्त चाहिँ मैले के गरेँ भन्दाखेरि चाहिँ अलिकति भात र अलिकति दाल भात दाल मिसाएर मेरो नानीलाई खाना खुवाएँ। त्यसलाई खाना खुवाएर चाहिँ त्यसलाई फेरि लुगा फेरि पारेर त्यसलाई सुताएँ। त्यसलाई सुताएपछि चाहिँ अनि म पनि मेरो खाना खाएँ। खाना खाइसकेपछि त मेरो आफ्नो ड्युटी सुरु भयो। साफ सफाई, ग्यास पुस्नु भनौँ, स्ल्याब पुस्नु भनौँ, भाँडा माझ्नु भनौँ, मेरो आफ्नो साफ सफाई सुरु भयो। मजाले यो क्लिनहरु गरेँ। त्यहाँबाट चाहिँ मैले जति पनि भाँडा भेला भएको थियो सबै भाँडाहरु माझेँ। आज त मम्मीले सबै आधाउधी त माझिदिइसक्नु भएको रहेछ। त्यही भएर मलाई आज चाहिँ अलिकति सजिलो भयो, हेल्प भयो मलाई धेरै। म्याक्सिमम मम्मीले सघाइदिइराख्नु भएको हुन्छ तर। अनि झाडुहरु मारे, पोछा मारे। अन्त अब अनि मेरो चाहिँ एकछिन बजार जाने काम थियो। बजार जानलाई रेडी भएँ म र मेरो पुन्टु। हुन्छ बाइ।